नगरपालिकाका पूर्व मेयर किरण सिंहज्यू हिजो 2 बजे अन्दाजी 2 बजेतिर आफ्नो घरबाट बाहिर काममा निस्केको भन्ने हामीले घर परिवारबाट जानकारी पायौं र 3:30 बजेतिर हिजो 3:30 बजेतिर केही व्यक्तिहरूलाई उहाँले आफ्ना नजिकका मान्छेहरूलाई चाहिँ म जंगलमा अलिकता बाटो बिराए जंगलभित्र छिरेको थिएँ बाटो बिराए म आफ्नो एउटा फर्म निर्माण गरेको स्थलमा जान खोजेको मलाई चाहिँ अलिकति सहयोग गर्नु पर्यो भन्ने किसिमले उहाँले चाहिँ आग्रह गरे अनुसार चाहिँ केही व्यक्तिलाई फोन गरेको भन्ने बुझिन आयो र 2 घण्टा करिब 1.5-2 घण्टा जति उहाँहरूको आफन्तहरू नजिकको मान्छेहरूले चाहिँ जंगलमै उहाँले दिएको लोकेसन अनुसार चाहिँ खोजिन्ती गरेको रहेछ र पछि करिब 5:45 बजेतिर जिल्ला प्रहरी कार्यालयमा हामीलाई मानिस हराएको सम्बन्धमा चाहिँ जानकारी आयो र तत्काल हामीले चाहिँ इलाका प्रहरी कार्यालय गोरुसिङेबाट प्रहरी निरीक्षक सहितको टोली हामीले त्यो एरियातिर खटाएका थियौं। त्यस्तै हाम्रो जिल्ला प्रहरी कार्यालयबाट कपिलवस्तुबाट पनि हामीले एउटा छुट्टै टोली खटाएका थियौं र म समेत पछि एउटा छुट्टै टिम लिएर हामीले त्यो एरिया जुन एरियामा उहाँहरू हराउनु भएको उहाँले बाटो बिराउनु भएको भन्ने जुन सूचना आएको थियो त्यो एरियामा उहाँको लोकेसन ट्रेस गर्दै हामी खोज्दै गयौं र हिजो राति करिब 2 बजेसम्म हामीले त्यो एरियामा स्थानीय सर्वसाधारणहरू हाम्रो सुरक्षा निकायको अन्य सुरक्षा निकायको टिम र हाम्रो टिम सबै टिमहरू संयुक्त रूपमा जंगल एरियाभित्र सम्भावित स्थानहरूमा हामीले खोजी गर्यौं र हिजो कुनै किसिमको त्यस्तो उहाँको बारेमा जानकारी प्राप्त भएन र राति अलिकता रातको समयमा काम गर्न पनि अलि अप्ठ्यारो महसुस भएपछि बिहानै 5 बजेदेखि हामीले पुनः एउटा टिम हामीले पनि तयार गर्यौं स्थानीय र अन्य सुरक्षा निकाय सहितको टिम चाहिँ त्यो एरियामा सम्भावित एरियामा परिचालन भएको र खोजिन्ती गरेको कुराहरू छ र हामीले उहाँहरू जुन ठाउँमा एक ठाउँमा उहाँको चाहिँ उहाँले प्रयोग गर्ने मोटरसाइकल देखेको छ उहाँले सुरुमै मेरो मोटरसाइकलमा म जंगलभित्र आएको म बाटो बिराएको छु भन्ने कुरा गरेको भन्ने हामीले सुन्नमा आएको छ र उहाँले प्रयोग गर्ने मोटरसाइकल एक ठाउँमा भेटिएको छ र त्यो मोटरसाइकल देखि लिएर सम्भावित एरियातिर आज बिहानैदेखि हामीले पुनः एरिया सर्च गर्यौं कुनै किसिमको अहिलेसम्म त्यस्तो फेला परेको अवस्था छैन। यद्यपि हामीले चाहिँ यो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हाम्रो ट्र्याकिङ डग केनाइल शाखाबाट डग सहितको टोली ल्याएर प्राविधिक सहित हामीले ल्याएर त्यो एरियामा सर्च गरेका थियौं र पछि हामीले केही स्थानहरूमा ड्रोनबाट समेत हामीले निगरानी गर्यौं र अहिलेसम्म पनि हामीले खोजिँदै गरेको विषय हो। अब अहिले आएर हामीले चाहिँ खोजी गर्ने जुन एरियामा हराएको भनेको छ त्यो ठाउँलाई निगरानी गर्ने खोज तलास गर्ने काम एकातिर छ भने चाहिँ हामीले अन्य किसिमले पनि अन्य कुराहरूलाई पनि अनुसन्धानका सबै बाटाहरू खुला राखेका छौं र धेरै सूचनाहरू स्थानीयहरूबाट मैले जानकारी प्राप्त गरेको छु। स्थानीय व्यक्तित्वहरूसित सम्पर्कमा छौं घर परिवारसित हामी निकट सम्पर्कमा छौं। आज बिहान मात्रै म उहाँको घरमा गएर धेरै कुरा बुझेर पनि आएको छु र हामी अन्य थप कुराहरू उहाँलाई खोजी गर्ने कार्यमा हामीले आवश्यक देखेका कुराहरू हामी गर्दै आएका छौं र यसपछि हामी अन्य किसिमले अब टेक्निकली कुराहरू छन् हामी त्यतातिर पनि ध्यान दिएर काम गरिरहेका छौं र मलाई लाग्छ केही समयभित्रै केही दिन